सम्पूर्णमा नमस्कार। मेरो नाम रामचन्द्र चौलागाई, तथ्याङ्क अधिकृत स्वास्थ्य सेवा विभागमा कार्यरत छु, नेसनल युवार्स फोकल पोइन्टको रूपमा। र मैले आज छोटो भिडियो ल्याएको छु, जुन साथी धेरै चाहिँ डाटा एन्ट्री युजर तथा सेन्ट्रल साइटहरूले चाहिँ जिरो रिपोर्टिङको कुराहरू सोध्नु भएको भएर विकली भेरिफिकेसन र जिरो रिपोर्टिङको थोरै कुरा गर्नको लागि आज आएको छु। मैले सुरुदेखि नै गर्न चाहन्छु। नर्मल्ली अहिले चाहिँ जस्तो हामीले नयाँ DHIS2 भर्जन अपग्रेड गरेर फर्ममा मोडिफिकेसन गरिरहेका छौँ र त्यो फर्ममा मोडिफिकेसन गर्ने क्रममा चाहिँ ब्राउजर केस स्किलले त्यो 40 भर्जनमा कहिलेकाहीँ काम नगरिरहेको अवस्था छ। अनि त्यसलाई चाहिँ हामीले माथि लिङ्कबाटै नै माथि गरेका छौँ। अहिले म फेरि एकचोटि देखाउन चाहन्छु। त्यो एकदम इम्पोर्टेन्ट पार्ट हो हाम्रो लागि। र त्यो चाहिँ त्यसरी गर्दा पनि हुन्छ। र अब त्यो नगरिकन जस्तो हामीले क्रोमबाट खोल्छौँ भने अब माइक्रोसफ्ट एजबाट चाहिँ खोल्नु भयो भने पनि हजुरहरूकोमा चाहिँ हामीले मोडिफाई गरेका चिजहरू देखिन सक्छ। सो मैले अहिले आज चाहिँ म माइक्रोसफ्ट एजबाट खोलेर हेर्न गइरहेको छु। यसमा चाहिँ मैले जस्तो सुरुदेखि नै गएँ, edcity.gov.np मा गएँ। यसमा चाहिँ अब हजुरहरूको मैले तपाईँहरूलाई सजिलो हुने, सबैलाई सजिलो हुने, सहज हुने गरी चाहिँ वेबसाइटमै हामीले चाहिँ जुन नेसनल स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर फर अर्ली वार्निङ अलर्ट एन्ड रेस्पोन्स सिस्टमको SOP यसरी राखेका छौँ। यहीँबाट हजुरले यो 3टा क्लिकमा गएर सेभ पनि गर्न सक्नुहुन्छ। सेभ गर्नुभयो भने के नाममा सेभ गर्ने, सेभ हुन्छ मजाले। र यसमा चाहिँ हामी इन्फर्मेसन सिस्टम जान्छौँ। हामी हामीले गराएकै चिज हो। जस्तो मेरो युजर आइडी पासवर्ड पहिल्यै थियो र यहाँ मैले महत्त्वपूर्ण सूचना यसरी राखेको छु, जुन हाम्रो SOP अनुसार चाहिँ हामीले युआर्समा अद्यावधि गरेका छौँ। सो हामी ट्रान्जिसनमा छौँ र केही समयका लागि चाहिँ हामीले हरेक दिन प्रतिवेदन गर्नुभन्दा अघि यो ब्राउजर केसलिङ गर्नुपर्ने हुन्छ। र कुनै पनि समस्या आयो भने मेरो इमेल एड्रेस र फोन नम्बरमा पनि वाट्सएप कल गर्न सक्नुहुन्छ भनेर मैले आफैले बनाएर राखेको हो त्यसको लागि। त्यस पछाडि म साइन इन गरेँ र यसमा यस्तो आउने लुप पनि बनाएको छन् हाम्रो टेक्निकल साथीहरूले। अब अहिले चाहिँ यसरी ड्यासबोर्डमा हामी जान्छौँ। अब ड्यासबोर्डमा गइसके पछाडि यहाँ चाहिँ हजुरहरूको साइट ड्यासबोर्ड भनेर सिधै आउँछ। मेरो चाहिँ नेसनल युजर भएको भएर आएन, यसरी आउँछ। अझ योभन्दा अगाडि पनि म के गर्न चाहन्छु, इन्ट्री गर्नुभन्दा अगाडि हजुरले यहाँ यो ताला या गोलो आकारको क्रोममा हुन्छ, त्यसमा क्लिक गर्ने। अनि हजुरको कुकिज एन्ड साइट डेटा भन्छ, त्यहाँ क्लिक गर्ने। अनि यहाँ फेरि कुकिजमा क्लिक गरेपछि urs.edct.gov.np हुन्छ नि, यसमा क्लिक गरेर हजुरले रिमुभ गरिदिनु होला। किनभने यो दैनिक रूपमा केही समयलाई 1-2 हप्तालाई हामीले चाहिँ यो गर्नुपर्ने अवस्था छ। किनभने हामीले नयाँ नयाँ मोडिफिकेसन गरिरहेका छौँ। त्यो क्रममा नयाँ चिज तपाईँहरूकोमा देखिनको लागि यो गर्नुपर्ने हुन्छ। एउटा यो गर्नु होला, हरेकचोटि प्रतिवेदन गर्नुभन्दा अगाडि 1 दिनमा एकचोटि। र अर्को यहाँ ब्राउजर केस स्किल हेर्नु त कुच्चो झाडु जस्तो छ होइन, फोहोर फाल्ने होइन, यसलाई चाहिँ नयाँ रूप दिने। जस्तै फेरि यहाँ गयो, यसलाई साइन इन गरौँ र अब यो ठ्याक्क अघि नै त्यहाँ क्लिक गरेको भएर यहाँ आयो। यो सेलेक्ट अल गरेर क्लियर अल सेलेक्टेड गरे पछाडि हजुरहरूको खुल्छ। र अब आज मैले चाहिँ कुरा गर्न खोजेको चाहिँ जस्तो हामी पहिला युआर्स क्याप्चरमा अघिल्लो भिडियो मैले बनाएको थिएँ। हामी जस्तो युआर्स पहिला इभेन्ट क्याप्चर थियो, अहिले युआर्स क्याप्चरमा हामी गएर युआर्सको डिजिजहरू इन्ट्री गर्ने भन्ने कुरा भएको थियो होइन। जस्तो अहिले चाहिँ हामीले के थपेका छौँ भने जस्तो EMR, यो हजुरकोमा यो कोभिड-19 देखाउँदैन, यो मेरो नेसनल युजर भएको भएर देखाएको, हजुरको इन्ट्री युजरमा यो देखाउँदैन। तर हजुरकोमा यो चाहिँ देखाउँछ EMR डिटेल्स, युआर्स, इभेन्ट बेस्ड सर्भेलेन्स, SDSC र लजिस्टिक डिटेल्स भन्ने 5वटा चिज देखाउँछ। सो क्रमिक मैले चाहिँ यसको जानकारी गराउने नै छु। अब हजुरहरू नर्मली युआर्समा गएर इन्ट्री गर्नुहुन्छ डिजिज र सिन्ड्रोमको होइन। सो त्यो इन्ट्री गरेको कुरा पनि जिरो रिपोर्टिङमा एग्रिगेट भएर आउने बनाएका छौँ हामीले। सो अब ढिला नगरी अब यो युआर्स क्याप्चरमा गएको हो म होइन। तर अब तपाईँहरू जाने चाहिँ यसमा चाहिँ जिरो रिपोर्टिङ गर्ने र विकली भेरिफिकेसन गर्नका लागि चाहिँ हजुरहरूले चाहिँ केमा जानु पर्यो त भन्दाखेरि हेर्नु
हेर्नुहोस् त यी डेटा इन्ट्री भन्ने छ। डेटा इन्ट्रीमा क्लिक गर्ने। अब डेटा इन्ट्रीको पार्ट चाहिँ कुरा चाहिँ म के सेयर पनि गर्न चाहन्छु भने नर्मली हाम्रो युआर्समा रिपोर्टिङ गर्ने जुन साथीहरू हुन्छ उहाँहरू चाहिँ एचएमआइएसमा पनि रिपोर्ट गर्नुहुन्छ। सो सिम्पली बुझ्दाखेरि जुन एचएमआइएसमा हामीले एग्रिगेट डाटा इन्ट्री गर्छौँ त्यही नै जिरो रिपोर्टिङ या चाहिँ विकली भेरिफिकेसन सिटको काम हो। सो जुन हजुरहरूले एचएमआइएसमा होइन एग्रिगेट जोडेर ट्याली सिट बनाएर जोड्दै गर्नुहुन्छ नि त्यो चाहिँ यहाँ हाम्रो ट्याली सिट बनाइरहनु पर्दैन। हजुरहरूले जुन इभेन्ट अघि मैले भने युआर्समा हजुरहरूले युआर्स क्याप्चरमा इन्ट्री गरिसके पछाडि यहाँ अटो देखिन्छ। अहिले म एउटा देखाउँछु, जस्तो यो मेरो नेसनल युजर भएको भएर यहाँ अर्गनाइजेसन युनिट चाहिँ देखाएन, हजुरहरूकोमा आफै आफ्नो अर्गनाइजेसन युनिट आउँछ। जस्तो मैले एउटा डिस्ट्रिक्ट क्लिक आउने भइरहेछ यो किबोर्डले। मैले चाहिँ यसमा कुनै यसैबाट गएँ, जस्तो सुब्बाबाट गएँ, म बाजुराबाट गएँ, बाजुराको बाढीमा यसरी मेरो पीले क्लिक लिएन र म यसरी गएँ। जस्तो मानौँ डिस्ट्रिक्ट हस्पिटल बाजुरा भयो, एउटा जुन जुन सेन्ट्रल साइटले दिएको छ उहाँहरूको देखिन्छ। जस्तो उहाँहरू सेन्ट्रल साइटको हो। यहाँ पिरियडमा चाहिँ हजुरहरूले जस्तो अब हाम्रो विक 1 फर्म बनाउँदै गर्दाखेरि इन्ट्री गर्नुपर्ने कुरा चाहिँ विक 1 र विक 2को चाहिँ यहाँ देखाउँछ होइन। सो विक 1मा अहिले म गएर देखाउन चाहन्छु र अब हजुरले इन्ट्री गर्दा चाहिँ विक 1 र 2को सँगसँगै गरिदिनु होला, किनभने 2 पनि गइसकेको। जस्तो 11 तारिकको 12 तारिकसम्म गर्नु पर्थ्यो हामीले, यहाँ मन्डे गर्नु पर्थ्यो। यो चाहिँ हामी आज चाहिँ स्याटरडे नै भइसकेको छ। सो यसमा क्लिक गरेँ र यसरी हजुरहरूको फर्म देखिन्छ र जुन हाम्रो एसओपी अनुसारको माथि 8वटा सिन्ड्रोम र तल हजुरहरूको 18वटा डिजिज देखिन्छ र यहाँ नम्बरहरू केही देखिरहनु होला। जस्तो यहाँ चाहिँ स्क्रब टाइफस 3टा भनेर देखियो होइन। अनि अब सिन्ड्रोम त्यतिखेर चाहिँ देखिएको रहन्छ यो हप्ताभरिमा। सो उहाँहरूले जस्तो यो यहाँ चाहिँ के भयो त भन्दा युआर्स क्याप्चरमा गएर स्क्रब टाइफस डिजिजको रूपमा इन्ट्री गरेको अटो यहाँ आयो होइन। यो चाहिँ हजुरहरूले भेरिफाई पनि गर्न सक्नुहुन्छ। यो त कम भयो अझै हो कि होइन। जस्तो मानौँ यहाँ एजी सारी आइएलआई केस भएको छ भने हजुरहरूले उता युआर्स क्याप्चरमा गएर जुन यहाँ छ युआर्स क्याप्चरमा गएर इन्ट्री गरेर तपाईँहरूको चाहिँ यो यसबाट इन्ट्री गरेर फेरि तपाईँले यो इन्ट्री गरेको चिज यहाँ एग्रिगेट भएर आफै आउने हामीले बनाएका छौँ। सो यहाँ छैन भने ल ठिक छ, छैन भने चाहिँ हामीले जिरो रिपोर्टिङ गर्ने। मैले त्यही भने जस्तो यहाँ अब फर्मको नेम पनि यहाँ हामी चाहिँ बनाउने क्रममा छौँ। जस्तो यहाँ हामी के लेख्छौँ भने विकली भेरिफिकेसन एन्ड जिरो रिपोर्टिङ सिट भनेर यहाँ लेख्छौँ र अब एजीमा हजुरको छैन रहेछ भने जिरो भयो होइन। अनि सारीमा पनि छैन जिरो, जिरो गर्ने ट्याब गर्ने या इन्ट्री गर्दाखेरि झर्छ जिरो होइन, जिरो अनि जिरो। अनि यहाँ एइएसमा चाहिँ के भएको छ भने अहिले हामी सिस्टम बनाउँदै गर्दा चाहिँ सारीको जुन जति केस छ नि त्यो केस चाहिँ एइएसमा पनि देखिया छ। सो एइएसमा केसै छैन भने, यदि छ भने चाहिँ युआर्स क्याप्चरमा गएर हजुरहरूले सिन्ड्रोममा गएर इन्ट्री गरिदिनु पर्यो। अब छैन भने चाहिँ यहाँ अलिकति यो टेक्निकली एरर आएको छ। यसलाई चाहिँ छैन भने जिरो क्लिक गरेर जे छ त्यसलाई यसरी ब्याकस्पेस गरेर हटाउने र जिरो क्लिक गरेर ट्याब गर्नु भने तल झर्छ। जस्तो कोलेरा प्रोबाइल केस पनि छैन हजुरहरूकोमा, जिरो भयो, कन्फर्म केस जिरो भइहाल्यो होइन। अब यहाँ चाहिँ के छ त भन्दाखेरि एसओपी अनुसार चाहिँ जुन जुन इन्ट्री गर्नुपर्छ भन्ने कुरा छ त्यही सेलहरू खुलेको छ। जस्तो कोलेरामा प्रोबाइल कन्फर्म इन्ट्री गर्नुपर्छ भनेर एसओपीले भनेको छ भने मलेरियामा कन्फर्म मात्रै गर्नु भनेको छ भने चाहिँ यसमा यो मात्रै खुल्यो। सो यसमा जिरो थिचिदिने। यदि कुनै भ्यालु छ मलेरियाको डिजिज कन्फर्म आएको छ भने चाहिँ युआर्स क्याप्चरमा गएर डिजिजमा गएर इन्ट्री गरिदिनु पर्यो। डेङ्गी पनि जिरो रहेछ, मलेरिया प्रोबाबल जिरो, जिरो, स्क्रब टाइफस पनि जिरो र यहाँ 3 छ नि, यो 3लाई चाहिँ जिरो नबनाउनु होला। जे छ त्यही, यो 3 चाहिँ हजुरहरूले युआर्स क्याप्चरमा चाहिँ इन्ट्री गर्नु भएको छ नि त्यो इन्ट्री गरेको आफू अटो आएको हो यहाँ। सो यसलाई केही नचलाउनु होला र यदि थप्नु पर्ने छ भने चाहिँ युआर्स क्याप्चरमा गएर थपिदिनु होला र आफै यसमा आउँछ। अनि त्यस पछाडि मात्रै
यो फर्मलाई कम्प्लिट गरिदिनु होला, त्योभन्दा अगाडि नगर्नु होला, किनभने केही थप्नुपर्ने छ भने चाहिँ यसमा यो कम्प्लिट गरे पछाडि यसमा रेकर्ड रहँदैन होइन, थपेको कुरा फेरि नआउनु पनि सक्छ। सो कोभिड-19 कन्फर्म पनि केस 0, डिप्थेरिया 0, सस्पेक्ट 0, सबै जुन जुन छैन 0 0 0 गर्दै जाने, केही टाइमै लाग्दैन, 2 सेकेन्डमा भइहाल्छ यो। रेबिज पनि हामीले जुन 3टै लिएको छ त्यो पनि 0 0 गरियो। मिजेल्स 0, जुन भिपिडीको लागि एकदम इम्पोर्टेन्ट, जुन मिजेल्स जुन भिपिडी भ्याक्सिन प्रिभेन्टेबल डिजिज हो त्यसलाई 0 रिपोर्टिङ गर्नुपर्छ भन्ने आधारमा पनि हामीले यो विकली भेरिफिकेसन र 0 रिपोर्टिङको चाहिँ कन्सेप्ट ल्याएका हौँ। र यसरी 0 0, एम्पक्स 0 0 0 छैन 0, केही छैन 0, जेई पनि भइहाल्यो भिपिडीमा, टिटानस 0 0 0 गर्नु होला। अनि रन भ्यालिडेसन गरिदिनु हुनुभयो, त्यस पछाडि भ्यालिडेसनले चाहिँ एउटा सिस्टम भ्यालिडेट छ छैन, भ्यालिडेसन रिजल्ट चाहिँ ठिक हो भनेर ठिक आयो र यसलाई कम्प्लिट थिच्नु। अहिले मैले कम्प्लिट चाहिँ थिचिनँ, यसलाई कम्प्लिट भए पछाडि सेभ हुन्छ, यो यसको यो भइहाल्छ है। त्यस पछाडि हजुरहरूले चाहिँ फेरि तपाईँहरूले विक 1को गर्नुभयो भने अब यो पालि चाहिँ तपाईँले 2टा विकको गर्नुपर्छ र हरेक मन्डे चाहिँ हजुरहरूले 12 बजेभित्र यसरी टोटल केसको अवस्था भेरिफाई गर्ने र 0 रिपोर्टिङ नभए छैन भने 0 रिपोर्टिङ गर्छ। जस्ट विक 2मा पनि यसरी ल हेर्नु त, एजी गरेको आयो यहाँ 5, अनि तपाईँको सारी गरेको 6 आएको छ होइन। अनि यहाँ अटो आउने भएको छ, यो चाहिँ अघि हेरेको भएर यहाँ नदेखेको होला। यो जुन छ सारीको छ त्यो पनि यहाँ तल पनि 6 आइरहेको हुन्छ सबैको। सो यो एइएसमा चाहिँ यसरी ब्याक स्पेस क्लिक गरेर अनि यहाँ 0 हालिदिनु, 0 छ भने 0 हालिदिनु होला, छैन भने एइएस छ भने युएस क्याप्सनमा गएर सिन्ड्रोममा गएर इन्ट्री गरिदिनु होला। यसरी यो 2टा फर्मको चाहिँ अबको भ्यालु डिजिज नभएका ठाउँमा 0 हालिदिने र यसलाई एकचोटि भेरिफाई गर्ने। एजी हप्ताभरिमा जुन 5 तारिकदेखि 11 तारिकसम्ममा एजी 5वटा छ ठिक छ। अब छैन, धेरै छ भने फेरि तपाईँले युएस क्याप्चरमा गएर इन्ट्री गरेर यहाँ आफै आउँछ है। अनि नभएकोलाई 0 रिपोर्टिङ गरिदिनु होला भन्दै अब यहाँ राम्रै डिजिजहरू देखेको छ, यसलाई रन भ्यालिडेसन गर्ने, कम्प्लिट गरेर हुन अनुरोध गर्दछु। यो 0 रिपोर्टिङ र विकली भेरिफिकेसनको मैले कुरा अहिले गरेँ। अब मन्डे गरिदिनु होला भन्दै मैले चाहिँ अहिलेको यो सानो प्रस्तुति चाहिँ मैले अन्त्य गर्दछु। हस्, धन्यवाद।